हेलो माया। हेलो। कता? अब स्नो सोर्न। फेरि आज पनि आज डे 2। हामी त दिनदिन स्नो सोर्ने केही हप्ताहरु सायद काममा जाँदिन। आज बिदा घर बस्ने अनि बिजनेस गर्ने स्नो सोर्ने गाडीमा गो लेट्स गो दिनचर्या। लेट्स गो जानु त ए चिसो रहेछ ल है। कुन गाडी हो थाहा छैन। कस्तो छ बाहिर चाहिँ हेर्नु है, एकदमै राम्रो हैन। यो चाहिँ यति धेरै छ कि वाह नि गाडीले हिउँ यति धेरै खा यति धेरै गड्यो नि टक्क अनि यति धेरै माथि माथि हिलसम्म चाहिँ हिउँ परिरहेको आफै हेर्नु है। अनि सबले सोरिसकेछ, आफ्नो गाडी मात्र यस्तै छ यहाँ खुट्टाहरू। अनि म पनि छु म नि त छु नि। अब चाहिँ फेरि हाम्रो आजको दिनमा फेरि पनि गाडी सफा गर्ने, फेरि डे 2 मा चाहिँ फेरि हाम्रो अब गाडी सफा गर्ने कामहरू सुरु हुँदैछ। यहाँहरूलाई फेरि डे 2 को भिडियोमा नि स्वागत छ होइन। हजुरहरूको कसले कहाँ कहाँदेखि हेरेर साथ दिनुभएको छ सबैजनालाई थ्याङ्क यू सो मच। आशा छ हजुरहरूले हाम्रो भिडियो पुरै हेरिराख्नु भएको छ होइन। हाम्रो भिडियोहरू हेरेर हजुरहरूले पनि इन्जोय र इन्जोय लिनु भएको छ भनेर चाहिँ विश्वास गरेको छु। यस्तो छ हेर्नु त। ओ वाह, यो बुट्टाभरि यस्तो हिउँ परिरह टक्क। यति धेरै छ नि। त्यो भएर नि होला। आज चाहिँ गाह्रो छ सफा गर्ने। हो र? अब लेट्स म गाडी चाहिँ स्टार्ट गर्न गइरहेको छु होइन। हजुरहरूलाई अब देख्न सक्नुहुन्छ हाम्रो गाडी यति धेरै हिउँ परिरह। ल छिटछिट सफा गरेर भ्याऊ है। बन्द गर्ने बिर्सेछ नि त। यहाँ त भित्रै आयो के? हजुर पुरै भित्रै पस्यो। हिजो वाइफाई बन्द गरेर नि त नि। सरलाई के भित्र फस्यो के? डुबे आफ्नो गाडी भित्रै। आज त्यस्तो फाल्दाखेरि पनि हो न, यसो उडे होइन के ढुङ्गा भयो। पुरै यस्तो हाल्दाखेरि पनि दुख्छ होला जस्तो लाग्यो के। यस्तो डुङ्गी रहेछ कि नै? त्यस्तो भएन कि यहाँ राख्नु पर्यो यसरी। पर त नदेख्यौ तिमीले। ल अलि
Okay. Let's go. No, wait. You have to wait. Ooh. ल भयो सफा भयो Nej. एकछिन लाग्छ। ल हामीले यसैसँगै आज पनि गाडी चाहिँ सफा गऱ्यौँ होइन हजुरहरूलाई थाहा छ हामीहरूलाई थाहा हजुरहरूले हामीलाई हेरेर साथ दिइराख्नु भएको छ यस्तै अब 1-2 दिन चाहिँ हिउँ पर्दैन कि भन्ने यहाँ त लक्कै डुबिरहेको के अगाडि। होइन त्यो अलि निकालौँ ल आसाममा चाहिँ छौँ चाहिँ टक्क सबै गाडीहरू आज चाहिँ अवस्था त्यस्तै छ त्यो गाडीमा अझै कसैले हिउँ सोरिरहेको रहेछ अनि त्यो चाहिँ क्रास भयो अनि अब हिउँ चाहिँ यसरी चाहिँ जम्मा हुन्छ होइन यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ यो यता भएको हिउँहरू चाहिँ सबै एकतिर लगेर जम्मा गर्छ जम्मा गरिसकेपछि चाहिँ अब पछि पग्लिँदै जान्छ तर यो पग्लिन चाहिँ एकदमै टाइम लाग्छ अनि यस्तो अब त सिधै ऊ जस्तो भइसक्यो के भन्छ माउन्ट एभरेस्ट जस्तो होइन अब भ्यायो तिरेर पुरै तपक्कै भएछ ल त्यो छोड्दै अहिले छोड्दै त्यस्तै गरेर अनि यतातिर चाहिँ पुरै के होइन हजुरहरूले देख्न सक्नुहुन्छ पुरै तुप्कै छ नि त यो नि खासमा हिउँ नै हो यहाँ बुट्छ ल यसैसँगै चाहिँ अब यति धेरै अगाडि दाइको हिउँ गाडीमा त फेरि पुरै टुपुक्कै भएछ नि त पहाडको माथि घुम्दै ल हजुरहरूले देख्नुभयो हामीहरूले हिउँ सरेर सक्यौँ कहाँ गयो कहाँ लुकेको गाडी निकाल्न रेडी भयो भ्यायो फाइनली गाडी सफा गरेर मैले सकाएँ ल थ्यांक यू सेकेन्ड डे अफ द स्नो क्लिनिङ
भयो तर क्लिनिङ चाहिँ यता चाहिँ हुने बाँकी छ बिहान आएर सोरेर गयो चारतिर चाहिँ हाम्रो चाहिँ गाडी पुरै यहाँ जम्मा गरिदिएर गएको छ स्नेहती अनि अब यस्तो यो सबै यो त कति दिनसम्म हो होइन त्यो धेरै छ ल त्यो राख त्यहाँ गाडीभित्र भुइँमा एकचोटि टकटकाएर यता जहाँ हिँड्नु होइन त्यहाँ टकटकाउनु हो यता नहिँड्नु भयो हिँड्नु नभएतिर टकटकाउ पुऱ्याउनु सक्ने होइन ल भयो सँगै आजको हिउँ परेको दिनसँगै अहिले चाहिँ यस्तो भएको छ होइन मौसमहरू हजुरहरूले देख्न सक्नुहुन्छ आज चाहिँ बाटोहरू सरिसकेछ अनि तर छेउछाउमा चाहिँ हिउँहरू भइरहेछ अझै पनि देख्न सक्नुहुन्छ यस्तो हिउँहरू थुप्रै छ अब अलि दिनसम्म चाहिँ यो हिउँको थुप्राहरू यस्तै नै भइरहेको छ अब यो पग्लिनुलाई त अलिकति ठुलै पानी आउनुपर्छ नै भने चाहिँ यस्तै हो तर त्यो अब हामीहरू हिँड्नको लागि चाहिँ बाटो चाहिँ क्लियर गरिदिइसक्यो अनि हावा लाएर एकदमै चिसो छ अहिले टक्कै 0 डिग्री छ 0 डिग्री सेल्सियस पर नाइट भन्यो भने चाहिँ पर नाइटमा चाहिँ छ 32 अब त छेउछेउमा यस्तो हुन्छ सधैँ अलि दिनसम्म फेरि अर्को हप्तातिर फेरि हिउँ पर्ने हेरौँ यो पग्लिँदा पग्लिँदै हिउँ पर्छ कि यो नपग्लिँदै हिउँ पर्छ भन्ने कुरा हो ल गाइज हजुरहरूलाई मैले आजको अलिकति भ्युजहरू पनि देखाएँ बाहिरको पनि होइन सबैजनालाई थ्याङ्क यू सो मच हजुरहरूले हाम्रो भिडियोहरू मन पराएर हेरिराख्नु भएको छ होइन हजुरहरूलाई अझै अलि फरक किसिमको भिडियोहरू पनि यसरी पनि मान्छेले बाटो काट्दा रहेछन् यो चाहिँ पहिलो अनुभव रह्यो नयाँ यसरी पनि देखेको थिएन बाटो गाडी आउँदै काटेको पनि होइन कहाँ धन्नै गएका अनि त्यही हो हजुरहरूले अझै अर्कै किसिमको कस्तो खालको भिडियोहरू हेर्न रुचाउनुहुन्छ अनि भन्नु होला त्यस्तै किसिमको भिडियोहरू ल्याउने कोसिस गर्नेछौँ हामीहरूले अनि हजुरहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला लाइक गर्नु होइन अझ बढी कुराहरू हजुरहरूले हेर्न पाउनुहुनेछ आउँदा दिनहरूमा भन्दै यति जेलसम्म सबैले हेरेर साथ दिनुभयो थ्याङ्क यू सो मच फेरि अर्को भिडियोमा हाम्रो भेटघाट हुनेछ बाई गाइज